आज चाहिँ हामी दक्षिणमा पढ्ने जनजाति माविका विद्यार्थीहरू पश्चिमतिरको शैक्षिक भ्रमणमा रमाइला ठाउँहरू घुमेर मस्त रमाइलो गरियो। त्यसको लागि सबभन्दा पहिला म बिहान उठ्छु र अलि चाट्ट पर्नु पर्यो भनेर मुख धुन्छु र दाँत पनि माझ्न थाल्छु। दाँत माझिसकेपछि चिसोको मौसममा तातो भात खान थाल्छु। आमा पनि यता मलाई हेर्दै आगो ताप्दै बस्नु भएको थियो। त्यसपछि केही समयपछि खानासाना खाइसकेपछि म कपडा लगाउन थाल्छु र जुत्ता लगाउँछु। यो चिसोको मौसममा फेरि चिसो हुन्छ भनेर म टक्क बाक्लो कपडा लगाएर घरबाट हिँड्छु। त्यसपछि सबभन्दा पहिला त म काकुको घरमा जान्छु। काकु पनि यता झोलामा कपडा हाल्दै थिए। त्यसपछि हामी जान्छु स्कुलतिर, किनभने सबै स्कुलतिर जम्मा भएर जाने योजना थियो। यतातिर भने सर भरमा जाने साथीहरुको लिस्ट बनाउँदै थिए। त्यसपछि सबै साथीहरुको लिस्ट बनाइसकेपछि जाने जति सब गाडीमा बसेर हामी भने सरररर हिँड्छौँ। हामी पनि टक्क बाहिरको रमाइलो भ्यू हेर्दै हिँडिरहेको थियो। एकैछिनमा बजार आउँछ, कुन ठाउँ आयो होला भनेको यता बाहिरतिर भने रोरापुल लेखेको थियो। हिँडिरहेको थियो, एकैछिनमा गाडी रोकियो। होइन किन गाडी रोकियो होला भनेर त यता गाडीमा डिजेल हाल्दै रहेछन्। फेरि पनि हामी रमाइला भ्यू हेर्दै हिँड्दै थियौँ। हामी चढेको गाडीको अगाडि नै बाइक एक्सिडेन्ट हुन्छ र धन्न मान्छेको ज्यान बाँच्छ। गाडीको यात्रा गर्दा गर्दै केही समयपछि हामी बौनिया भन्ने ठाउँमा पुग्छौँ। त्यसपछि केही समयपछि हामी पुग्छौँ घोडागोडी। यसो बाहिरबाट हेर्दा त घोडागोडी ताल एकदमै धेरै रमाइलो लागिरहेको थियो। भित्र जाँदा त झन् धेरै रमाइलो रहेछ। यस्तो रमाइलो ठाउँहरू घुमिसकेपछि त हामी त केही पुरानो अतिथिहरू राख्नु पर्यो भनेर फोटो खिच्न थाल्छौँ र एउटा ग्रुप फोटो पनि खिचिहाल्छौँ। टक्क क्यामेराबाट मोबाइलमा फोटो हालिसकेपछि हामी पनि अरू ठाउँ पनि घुम्नु थियो भनेर हामी पनि जान्छौँ। यस्तो रमाइलो ठाउँहरू घुम्न पाउँदा त त्यति छिटै जान मन त थिएन, तर के गर्नु, अरू ठाउँ पनि घुम्नु पर्यो नि त। त्यसपछि घोडागोडी तालबाट बाहिर निस्केर हामी गाडीमा चढेर फेरि जान्छौँ गोदावरी घुम्न भनेर। फेरि गोदावरी घुम्नको लागि सबै साथीहरू हात्तिएका रहेछन्। टक्क एकैछिनमा हिँड्दा हिँड्दै गोदावरी पनि आइपुग्छ। यस्तो रमाइलो र दामी ठाउँमा त फेरि पनि फोटो खिच्नु पर्यो। त्यही भएर म सबभन्दा पहिला त सिंगल फोटो खिच्छु र त्यसपछि सबैको ग्रुप फोटो खिच्न थाल्छन्। गोदावरी घुम्दा अलि केही समयपछि अँध्यारो हुन्छ र हामी भने गाडीमा हिँड्न थाल्छौँ। त्यसपछि टक्क हामी महेन्द्रनगरको बजारनिर पुग्छौँ। बजारनिर भने गाडी यताउता हिँडिरहेको थियो र लाइट बलेर अलि उज्यालो नै थियो। हिँड्दा हिँड्दा अलि ढिलो नै भइसक्यो र अँध्यारो पनि भइसकेको थियो। त्यसपछि हामीले यहाँ अपी नाम गरेको होटलमा बस्ने प्लान गरियो। सर पनि यता कुन रुममा को बस्ने भनेर भन्दै थिए। त्यसपछि टक्क होटलमा रोकिसकेपछि हामी पनि अलि रमाइलो समाइलो गर्न थाल्छौँ। त्यसपछि हामी पनि खाना खान थाल्छौँ। यतातिर पनि दुईटा साथीहरूको एउटै दिन बर्थडे परेकाले सेलिब्रेट गर्दै थिए। त्यसपछि साथीहरूलाई ह्यापी बर्थडे भन्दै हामी पनि सुत्नको लागि माथितिर जान्छौँ र पार्टको लागि कमेन्ट गर्नु होला। आजको बल यति नै, टाटा एन्ड बाई बाई।